के तपाईको पत्नीलाई अंश नदिई डिभोर्स गर्न मिल्छ? सामान्यतः सम्बन्ध विच्छेद वा डिभोर्स गर्दाखेरि अदालतले पत्नीको अंश छुट्याएर मात्र सम्बन्ध विच्छेद गर्छ। तर केही विशेष अवस्थामा चाहिँ तपाईले तपाईको पत्नीलाई अंश नदिइकन पनि सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ। मुलुकी देवानी संहिताको दफा 94 ले चाहिँ पतिले पनि के अवस्थामा चाहिँ सम्बन्ध विच्छेद गर्न मिल्ने भनेर त्यहाँ व्यवस्था राखेको छ। त्यसमा अब पत्नीले बिना मन्जुरी 4 वर्ष अलग बसेमा, खाना लाउन नदिएमा, कुटपिट गरेमा, मानसिक पीडा दिएमा या अरू पुरुषसँग शारीरिक सम्बन्ध राखेको ठहरेमा चाहिँ पतिले पनि सम्बन्ध विच्छेद गर्न सक्ने भनेर कानुनी प्रावधान राखेको छ। तर यी सबै अवस्थामा अंश नदिई चाहिँ सम्बन्ध विच्छेद गर्न पाइँदैन। तर यसै ऐनको दफा 99 को उपदफा 6 ले चाहिँ कुन अवस्थामा चाहिँ अंश नदिइकन सम्बन्ध विच्छेद गर्न सकिन्छ भनेर बोलेको छ। यो उपदफा अनुसार चाहिँ दफा 94 को खण्ड ख, ग वा घ बमोजिम चाहिँ तपाईले पत्नीलाई अंश नदिई पनि सम्बन्ध विच्छेद गर्न पाउनुहुन्छ। भन्नाले अब यो ख, ग र घ ले चाहिँ के भन्छ भन्दाखेरि तपाईको पत्नीले पतिलाई खाना लाउन नदिएमा वा घरबाट निकाला गरेमा, पत्नीले पतिको अङ्गभङ्ग हुने गरी शारीरिक चोट दिएमा वा मानसिक चोट दिएमा र घ अनुसार चाहिँ पत्नीले अन्य पुरुषसँग शारीरिक सम्बन्ध राखेको ठहरेमा चाहिँ पतिले पत्नीलाई अंश नदिइकन पनि सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ। भन्नाले अब पत्नीले खाना लाउन दिनु भएको छैन, तपाईलाई घरबाट निकाला गर्नु भएको छ, तपाईलाई अङ्गभङ्ग हुने गरी पिट्नु भएको छ, तपाईलाई मानसिक पीडा दिनु भएको छ या अन्य पुरुषसँग शारीरिक सम्बन्ध राख्नु भएको छ भने चाहिँ तपाईले पत्नीलाई अंश नदिए पनि हुन्छ। यो कानुनी जानकारी हजुरलाई कस्तो लाग्यो? ठीक लाग्यो कि बेठिक लाग्यो? कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।